तपाईँहरू झोलीहरू त भन्नु होला होइन, तपाईँको छोरछोरीहरू त अब भ्रष्टाचार गरेर अमेरिका पठाउनु भएको छ होला, अस्ट्रेलिया पठाउनु भएको छ होला, युके पठाउनु भएको छ होला, जर्मनी पठाउनु भएको छ होला, ठुला ठुला देश पठाउनु भएको छ होला। तर यो सोध्नु कि तपाईँहरू जस्तो अभागी कोही पनि छैन क्या, जसको छोरछोरीहरू होइन ठुलो देश जानुभएको छ। ठुलो देश त भन्दिनँ म होइन, अब उहाँहरूलाई अब त्यस्तो लागेर जानुभएको छ। अब देश अब ठुलै हो, किनकि हाम्रो जस्तो देशको लागि त ठुलै हो नि। युएसए जानुभएको छ होइन, अस्ट्रेलिया जानुभएको छ होला, कोही न्युजिल्यान्ड जानु, कहीँ जानुभएको छ, युके जानुभएको छ। तपाईँहरू भ्रष्टाचार गरेर होइन, नेताको चाकरी गरेर आफ्नो सन्तानलाई त्यो देश पठाउनु भएको छ नि, सबैभन्दा अभागी चाहिँ तपाईँहरू हो क्या। भोलि तपाईँलाई केही भइहाल्यो भने तपाईँको छोरा नाति तपाईँलाई उठाउन आउनु पाउँदैनन् कि आउन सक्दैनन्। भाग्यमानी त ती बाबुआमा हुन् जो अझै पनि आफ्नो सन्तानसित घरमा दुई छाक खाएर सँगै बसेका छन्, सँगै सुतेका छन् कि ती चाहिँ एकदम भाग्यमानी। उनीहरू अब गरिब हुन् होइन, त्यहाँपछि अब मिडल क्लास हुन्, धनी हुन्, म त्यसमा जान्न। यदि मान्छे गरिबै छ, एटलिस्ट दुई छाकोलाई खान पुग्छ, सामान्य स्वास्थ्य उपचार गर्न पाउँछ, उसको सन्तानले शिक्षा पाएको छ, नर्मली आवश्यकता पुरा भएको छ भने, र उसको छोरा छोरी होइन, अब बुहारी, अब नाति नातिना जो सँगै हुनुहुन्छ नि, त्यो मान्छे नेपालको अहिलेको सबैभन्दा धनी मान्छे हो क्या। त्यो मान्छे एकदम सुखी छ कि। तपाईँहरू त भ्रष्टाचार गरेर छोराहरू अस्ट्रेलिया पठाउनु भयो, अमेरिका पठाउनु भयो, सोच्नुभयो होला मेरो छोरा अस्ट्रेलिया छ, अमेरिका छ होइन, छोराले पठाइहाल्छ कि रे के भएर भन्नुभएको छ, घर बनाउनु भएको छ होला। तर त्यो घरमा बस्ने मान्छे खोइ, यता कुना उता कुना, तपाईँको सायद बुढाबुढी मात्रै हुनुहुन्छ होला होइन। कसैको त यस्तो पनि देख्छु कि मैले, बुढा उतै छोरछोरीसँग हुनुहुन्छ, एटलिस्ट बुढी मात्रै हुनुहुन्छ है, कि बुढी उता जानुभएको छ, हजुर मात्रै एक्लै बस्नु भएको छ। तपाईँ अहिलेसम्म झोलेको लागि पछि लागेर होइन, भ्रष्टाचार गरेर कमाएर तपाईँ आफ्नो सन्तानलाई आफ्नो आँखा अगाडि देख्न सक्नुहुन्न भने त तपाईँले अहिलेसम्म कमाएको त खोइ। त्योभन्दा त राम्रो एउटा सामान्य परिवारको मान्छे बिहान बेलुका श्रम गरेर आफ्नो छोरछोरी, आफ्नो नाति नातिनासित खेल्दै होइन रात बिताउँछ, सँगै सुत्छ, एउटै भान्सामा खाना खान्छ, एउटै टेबलमा बसेर, एउटै गुन्द्रीमा बसेर, एउटै चकटीमा बसेर, एटलिस्ट भुइँमा नै होस्, भुइँमा चप्पल ओछ्याएर नै बसेको किन नहोस् होइन, त्यो मान्छे एकदम सुखी छ क्या तपाईँभन्दा। त्यो मान्छे एकदम भाग्यमानी हो। तपाईँले ठुलो घर बनाएर मेरो छोरा अस्ट्रेलिया छ, मेरो छोरा अमेरिका छ, मेरो छोरा युके छ भन्नु, र एउटा सामान्य परिवारको मान्छे जुन आफ्नो छोराछोरीसँग सँगै बिहान बेलुकाको दुई छाक सँगै भात खान्छ, त्यो मान्छे तपाईँहरूभन्दा 100 गुणा एकदम भाग्यमानी मान्छे हो होइन। त्यो मान्छे चाहिँ तपाईँहरूभन्दा 100 लेभल अगाडि छ क्या। तपाईँहरूले त्यो झोलीको पछि लाएर, नेताको पछि लाएर, झोली भएर चाकरी गरेर तपाईँले कमाएको त्यो उस छ नि, भोलि तपाईँ मर्दाखेरि तपाईँको छोरो आउन 4 दिन लाग्छ क्या। कुरो बुझ्नुभयो? तपाईँले एटलिस्ट पानी खुवाउने बेला पनि तपाईँको छोरो आउन सक्दैन क्या। तपाईँले भ्रष्टाचार गरेर, नेताको पछाडि लागेर, चाकरी गरेर, गुलामी गरेर कमाएको पैसा र तपाईँले होइन अमेरिका पठाएको छोरा भोलि तपाईँलाई पढ्दाखेरि आउन सक्दैन ऊ, किनकि तपाईँले संस्कारै त्यस्तै दिनुभएको छ। तपाईँ त झोली हो, तपाईँलाई त फरक पर्दैन। तपाईँको त छोरो अस्ट्रेलिया छ, भोलि त तपाईँलाई त स्टेजरमा र ट्याक्सीमा हालेर लानु पर्ने त गाउँको कुनै एउटा छोरा, त्यही मध्यम वर्गीय परिवारको छोरा हुन्छ कि तपाईँलाई हस्पिटल लाँदाखेरि। तपाईँ त आफ्नो छोरालाई तपाईँले परेको बेला फोन गर्न सक्नुहुन्न, तपाईँको छोराले तपाईँको फोन उठाउन सक्दैन क्या। कुरो बुझ्नुभयो? तपाईँको एउटा मतको आधारले हो कि मतको कारणले त्यही भएर मतदान आएको छ। सबैले सोच्नु होला, म त के भन्दिनँ, किन भन्दा उसै छ होइन होइन त्यस्तै छ कि अब नेपालको स्थिति। अब के भन्ने होला, कसैलाई के भनेर केही त हुँदैन यहाँ होइन। मैले भनिसकेँ, मतदान आएको छ होइन, सोचेर सम्झेर मतदान गर्नु होला। यही सरकारले हाम्रो देश बन्छ त?
हैन। यही सरकारलाई तपाईँले मत दिँदा अहिले त मानौँ अर्काको छोराछोरी गएर मरे, कसैको नेपाली जनताको मरे भन्दा नि मारियो, ताकेरै गोली हाने टाउकोमा छातीमा। भोलि त त्यहाँ तपाईँको छोरो पनि ठुलो हुँदैछ, हुर्किँदैछ हैन। त्यहाँ प्रोटेस्टमा तपाईँलाई म अन्त जान्छु भनेर हिँडेको हुनसक्छ, प्रोटेस्टमा जान सक्छ कि तपाईँले रोकिँदैनन् कि अबको पुस्ता। उनीहरूलाई थाहा छ, उनीहरू पहिलेबाट इन्टरनेटसित घुलमिल छन्, प्रत्येकको हातमा फोन छ, पढेका छन्, देखेका छन्। तपाईँले भनेको मान्दैन, किनकि उसलाई यो व्यथिति उसले सहन सक्दैन। समाज धेरै परिवर्तन भइसक्यो। तपाईँले अहिले जसमा भोट दिनुहुन्छ नि हैन, त्यो भोटले तपाईँको सन्तान नमरोस्। तपाईँले अहिले जुन भोट दिनुभएको छ, म फेरि भन्छु, तपाईँको कारणले तपाईँले आफ्नो छोरा, तपाईँको आफ्नो नाति तपाईँले गुमाउनु नपरोस् हैन। बुझ्नु है, तपाईँको एउटा मतको कारणले। तपाईँले त फरक पर्दैन, तपाईँ त झोलियो हैन। तपाईँहरूको क्यालेन्डरमा त 23 गते भन्दा पहिला 24 गते आउँछ हैन र। त्यही भएर तपाईँहरूले मत दिनु अघि एक फेरि सोच्नु होला, दिमागलाई छ नि अलि उजागर बनाउनु होला। हो पहिला पार्टीमा लाग्नुभयो, जो पनि लाग्छ पार्टीमा, को लाग्दैन, सबै लाग्छ। म पनि लाउँछु, म पनि लागेकै हो। म पार्टी भनेर चाहिँ हिँडेन, भोट चाहिँ दिएकै हो, दिएकोलाई दिएकै भन्नुपर्छ। बुझ्नु है कि अझै नि बुझ्नु भएन? हजुर त झोलियो हैन, नबुझ्दै पनि सक्नुहुन्छ, किनकि तपाईँहरूलाई त अब थाहा छैन तपाईँको पार्टीले कस्तो चिज खुवाउँछ र तपाईँहरू त्यहाँबाट टाढा भाग्नै सक्नुहुन्न। बरु आफ्नो देश जाओस्, आफ्नो पार्टी नजाओस्। देशको झन्डा जलोस्, तपाईँहरूको पार्टीको झन्डा जल्नु भएन। त्यो पीडा छ नि, जब तपाईँको आफ्नै कोहीलाई पर्छ, तपाईँहरूको आफ्नै सन्तान, आफ्नै छोरा, आफ्नै नाति नातिनी पर्छन्, तब बल्ल अनि तपाईँहरूको बुद्धि आउँछ। त्यति बेला तपाईँहरूले पछुताएर काम छैन, पछुताएर काम छैन, किनकि तपाईँहरू त संस्कार त्यस्तै दिनुपर्छ। तपाईँहरू त झोलियो होइन, तपाईँलाई त फरकै पर्दैन। अस्तिसम्मको अरूको सन्तान मारे यिनीहरूले, भोलि त तपाईँको सन्तानलाई नै बाँकी राख्छन् र। के सोच्नु भएको छ? ए म त त्यो पार्टीको मान्छे हो, केही गर्दैन सोच्नु भएको छ? गलत गलत। तपाईँको छोरा नाति अब तपाईँको जुन बनाउनु भएको छ नि तपाईँको संस्कार बस्दैन। संस्कारै त्यस्तै दिनुभएको छ होइन र। तपाईँहरूलाई देशभन्दा पार्टी ठुलो लाग्छ, देशको झन्डाभन्दा पार्टीको झन्डा ठुलो लाग्छ। अनि तपाईँहरूको लिडरले के भन्छ? होइन मैले केही गरेकै छैन, त्यस्तो हुँदै होइन, म एकदम उस छु होइन। तपाईँहरूको लिडर एटलिस्ट त्यो बेलामा म आफै थिएँ होला, हामीले राम्रोसित काम गर्न सकिन, जनताको आक्रोश भयो, त्यसको लागि सरी, म एकदम क्षमा प्रार्थी छु होइन। मृतकलाई श्रद्धाञ्जली, उहाँको परिवारहरूलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर एटलिस्ट उसले त्यतिसम्म भन्न सकेन कि उसले उल्टो भन्छ कि विदेशीबाट आएर उस गरेर। नेपाली ती विदेशी जनता थिए त्यहाँ आएका, पिक्चर हेरेर श्रीम भाइ जस्ता कतिजना 76 जना उसको परिवारमा अहिले के भइरहेको होला तपाईँले बुझ्नु भएको छ? कतिजना घाइते भयो तपाईँहरूले बुझ्नु भएको? किनकि त्यहाँ तपाईँहरूको मान्छे परेकै छैन, तपाईँले फिल नै छैन। के भन्नु, हाम्रो संस्कार यही छ, तपाईँहरूले संस्कार यही दिनुभएको छ। तपाईँहरूको त्यही संस्कार सिकेर तपाईँहरूको त्यही संस्कारमा छिरेर तपाईँहरूको छोरा नातिहरूले
भविष्यमा तपाईँलाई गाह्रो नमानौँ, तपाईँले गरेको कामप्रति तपाईँको छोरा नातिले चाहिँ प्राउड मिलोस्। म त त्यति भन्न चाहन्छु। देशमा यस्तो अराजकता, भ्रष्टाचार, नीति नियम छैन। 35 वर्ष भइसक्यो। तपाईँले सोध्नु भएको छ कि अब फेरि हाम्रो सरकार आयो भने ठिक हुन्छ, लेखेर राख्नु। अब पनि त्यही सरकार आयो भने त्यहाँ प्रोटेस्टमा जाने तपाईँको छोरा हुन्छ, पहिला तपाईँको छोरी हुन्छ, तपाईँको नाति हुन्छ। सहँदैनन् अब मान्छेले। म बाहिर छु, मलाई अझै पनि त्यो भिडियो हेर्दा मेरो रगत छ नि अझै उम्लेर आउँछ कि। जब त्यो भिड उक्सिन्छ नि भित्रबाट तपाईँहरूको व्यवहारले, त्यसले रोक्न सक्नुहुन्न। अस्ति त अब हेलिकप्टर चढेर भाग्नुभयो, यो त भन्दिनँ को भाग्नुभयो, त्यो दिन अब आउँदैन। यो नसोच्नु कि तपाईँहरू बाँच्नुहुन्छ, तपाईँको रगतले नुहाउँछन् जनताहरू। यो चाहिँ नसोच्नु होला। अब त सबै ठिकै भयो, हामी सत्तामा आयो, नसोच्नु होला, नसोच्नु होला। युवा जागिसक्यो होला। 2-4 जना अब पार्टीको कारणले पालिएका हाम्रा दाजुभाइहरू, हाम्रै ठाउँका दाजुभाइहरू पनि हैन, हाम्रै क्षेत्रका, हाम्रै ठाउँका, हाम्रै गाउँका, हाम्रै जिल्लाका, हाम्रै अञ्चलका, हाम्रै प्रदेशका, हाम्रा देशका। तपाईँहरू त झोले भएर बस्नु भए। यो नसोच्नु, तपाईँहरू सधैँ यसरी नै सक्नुहुन्छ। तपाईँको छोराले तपाईँमाथि प्रश्न उठाउँछ, बाबा तपाईँले किन यस्तो गर्नुभयो? त्यति बेला तपाईँको जवाफ के हुन्छ? म त यो पार्टीको अन्धभक्त हो, त्यो पार्टीले जे गर्छ ठिक, त मर कि बाँच मलाई मतलब छैन, यही भन्नुहुन्छ? विचार गर्नु। भोलि आफ्नै सन्तानको अगाडि आँखा जुदाएर बस्न नसक्ने दिन आउन सक्छ। सन्तानको आँखामा आँखा जुत्दा आँखा तलै हेर्न पर्ने अवस्था नआओस्। म चाहिँ यही भन्न चाहन्छु।